Welcome to my channel. So it looks like some of the students wanting to learn Tibetan doesn't know how to learn Tibetan from my channel. So I'm going to explain you how you have to learn Tibetan using my channel through my channel. So यहाँ दर्शकबिनहरु यहाँ मैले विशेष गरी मैले यो भोटे अक्षर जुन चाहिँ तामाङ योलमोर डुक्पा शेर्पा सबैजनाको यो अक्षर चाहिँ म पुनर्जीवित गरौँ भन्ने मैले यो युट्युब च्यानल खोलेको हो र मेरो स्टुडेन्टहरुले पनि पर साल केही पैसा दिनुभएको थियो र त्यसको माथि मैले 60,000 खर्च गरेर यो राम्रो भन्दा राम्रो एउटा भोटे अक्षर सिक्न सक्ने एउटा भोटी अक्षर भनौं न किनभने सबैजनाले यही प्रयोग गरिरहेछ। अन्त यो चाहिँ कसरी सिक्नुपर्छ भनेर चाहिँ धेरै दर्शकबिनहरुलाई याद छैन जस्तो लाग्दैछ। त्यसले गर्दाखेरि कसरी सिक्नुपर्छ म त्यो बताउन लागिरहेछु। अब यहाँ हेर्नुस् लर्न टिबेटन बाइ गेन्दवा त्यहाँ जानुस्। त्यहाँ गएर चाहिँ भिडियोमा जानुस्। भिडियोमा गएन भने चाहिँ सबै र्यान्डमली आउँछ, अगाडिको पछाडी पछाडीको अगाडि त्यसरी आउँछ र भिडियोमा जानुस् अन्त सिरियल वाइज आउँछ। अब यो गीत सिकाइरहेको छु, मेरो स्टुडेन्टहरु अब पढ्न सक्ने भएको छ र त्यसलाई अलिकति स्पिड बढाउनको लागि मैले गीत सिकाइरहेको छु। यहाँ नानीहरुले पढ्दै गरेको पनि तपाईहरुले देख्नुहुन्छ र ताकि यस्तो सानो नानीले पनि सक्दो रहेछ हामीले पनि सक्छ भन्ने हुन्छ कि भनेर मैले यस्तो क्लासको भिडियो हालेको छु र यहाँ नम्बर सिकाइरहेको छु। नम्बर यो नम्बर सबैजनाको तामाङ डुक्पा लेप्चा भन्नु अलिकति मिल्दैन ल, लद्दाखी स्पिति लाहुल जुम्ला खुन्नु सबैको यो नानीहरुले सिकोस् भनेर सजिलो भन्दा सजिलो तरिकाले चाहिँ गन्ती सिकोस् भनेर मैले यो हालेको छु। त्यसरी यो गीतहरु अब उनीहरु पढ्न सक्ने भयो र अलिकति त्यसलाई स्पिड बढाउनको लागि चाहिँ मैले गीत हालेको छु। यहाँ हेर्नुस् राईले पढ्न सक्ने भयो कति दिनमा 26 दिनमा यहाँ छ। यो गुरुङले पढिरहेछ हैन, यो चाहिँ खोइ अब नक्सा देख्दैन रहेछ। अन्त यहाँ हेर्नुस् यसरी अब यो गीत जुन चाहिँ मैले हिजो अस्ति गाएको थिएँ त्यो चाहिँ पहिला स्पेलिङ गर्दै सिकाएको छु। स्पेलिङ गरेर अक्षर चिनिसकेर चाहिँ अब स्पेलिङ गर्न सिकाएको छु। यहाँ हाम्रो यहाँ लेख्दैन त्यतिखेर मैले नाम जानेको थिएन, उसले पढ्दै गरेको तामाङ हो। यहाँ डुक्पाले पढ्दै गरेको 69 इयर्स ओल्डले सिकिरहेको छ। तपाईं किन सिक्न सक्नुहुन्न? तपाईहरुलाई चाहिँ यो यहाँदेखिको इन्करेजमेन्ट हुन्छ कि भनेर। यहाँ हाम्रो दिविका राई बिचरा पुरा मेहनत गर्छ, पढ्न सक्ने भइसक्यो। कति 26 घण्टामा पढ्न सक्ने भयो। यहाँ नानी हेर्नुस् स्कुल जाने नानी पनि आइरहेछ। अब कसरी सिक्नुपर्छ यहाँदेखिको यहाँ हेर्नुस् यो नानी युनिफर्म लगाएर हात उठाइरहेको यो तपाईहरु यो धेरै देख्नुहुन्छ यो पिक्चर यो फोटो चाहिँ यो लेसन नम्बर 18 हो। 18 अब एकैचोटी 18 मा गयो भने तपाई सिक्न सक्नुहुन्न। अब एकदमै सुरुदेखिको सुरु गर्नु पर्यो। त्यहाँ सुरुमा जानुको लागि अझै तल जानुपर्छ। यही फोटो यहाँ देखा पर्छ र यो लेसन नम्बर 17 हो। 17 हो। यो अरु छोड्नुस्, अरु नै हेर्नुस्। त्यहाँदेखि 16 मा जानुस्। 16 मा जानुस्। अब यहाँ हेर्नुस् लेसन नम्बर 15 मा 63 ले हेरेको छ। 63 ले अब सिकेछ भनौं न लेसन नम्बर 15 मा। अब लेसन नम्बर 14 मा चाहिँ 52 मात्रैले
अब यो छोडेर यहाँ जानुभएछ, त्यसरी सिक्नु सक्नुहुन्न। अब यहाँ हेर्नुहोस् है, यहाँ लेसन नम्बर 14 मा 52 मात्रै आएको छ, एकैचोटि लेसन नम्बर 15 मा चाहिँ 63 आएको छ। अन्त यहाँ हेर्नुहोस् 16 मा 70 आएको छ, 14 मा 36। अब कसरी हुन्छ, त्यसरी सिक्नु सक्नुहुन्न। र 20 मा मैले यो सिरियस टिचिङ, एउटा सिरियस काम चाहिँ कतै युट्युबदेखिको हुँदैन कि जस्तो नि लाग्ने भयो। र मैले 3 महिना जति मैले छोडेँ पढाउनु, अलिकति म डिस्करेज, निराश भएँ र सिक्नेहरू त्यति सिरियस छैन रहेछ भन्ने मैले बुझेँ। यहाँ हेर्नुहोस्, यहाँ लेसन नम्बर 14 मा चाहिँ 36 मात्रै आएको छ, लेसन नम्बर 16 मा चाहिँ 70। अब यहाँ यो छोडेर चाहिँ यहाँ कसरी आउनुभयो, त्यसरी चाहिँ सिक्नु सक्नुहुन्न। अन्त यो यसरी अब यहाँ हाम्रो मायावचको सुमनज्यूले यहाँ बोल्दै गरेको, ताकि तपाईँहरू इन्करेज भओस्, पुस्तक पढ्नेहरू पुस्तक पढ्नु सक्ने भयो, कतिजनाले अर्थ पनि जानेको छ। अन्त तपाईँहरूलाई अब 20-20 मा हामी नेपाली बस्ने हो र हामीहरूलाई यो नेपाली गीतहरू मनपर्छ, त्योहरू तपाईँहरूलाई इन्टरटेन गर्नुको लागि मात्रै हालेको हो। र तपाईँहरूले सिक्नुपर्ने चाहिँ यो लेसन नम्बर 12। अब यसरी लेसन नम्बर 10 यो दार्जिलिङको इतिहासहरू के भन्छ, शरदचन्द्र दासको हिस्ट्री पनि मैले बताएको छु टिबेटन ल्याङ्ग्वेजमा। शरदचन्द्र दास भन्दाखेरि चाहिँ अहिले दार्जिलिङ र घुमको बिचमा थासा बिल्ला भन्ने जुन चाहिँ जग्गा छ, एक्चुअली यो शरदचन्द्र दासको घरको नाम हो। त्यसको इतिहासहरू भनेको छु। अब यो अब अलिअलि बुझ्नु सक्नेहरूको लागि अब लेसन नम्बर यो कति हो, 2nd। तपाईँहरूले चाहिँ यहाँदेखिको थाल्नुपर्छ। इङ्ग्लिस जानेले चाहिँ यहाँदेखिको सुरु गर्नुपर्छ, एकदमै सजिलो पर्छ। अन्त के भन्छ, कतिवटा मेरो फ्यामिलीको पनि छ, यो 1-2वटा अब तपाईँलाई जुन मान्छेले सिकाइरहेको छ त्यसको विषयमा जान्नु चाहेको छन्, 1-2वटा यहाँ दिएको छु। अन्त अब नेपाली जानेले, मलाई इङ्ग्लिस आउँदैन, नेपाली जानेको छु भन्ने छ भने लास्टदेखिको यहाँदेखिको यो फर्स्ट टिबेटन लेसन यहाँदेखिको सुरु गर्नुपर्छ। यहाँदेखिको 3rd, यहाँदेखिको 4th, यहाँदेखिको 5th, यसरी जानुभयो भने चाहिँ तपाईँहरू सिक्नु सक्नुहुन्छ। र युट्युबदेखिको तपाईँ सिक्नुहुँदैछ भने अब पानी हावामा जानु परेको छैन, स्कुल घरकै घरमा ढल्किकन सिक्नु सक्ने। अब त्यसलाई पनि अझै सर्टकट, अब एकैचोटि लेसन नम्बर 15 मा जम्प गऱ्यो भने तपाईँले चाहिँ सिक्नु सक्नुहुन्न। अब त्यो बताउनुको लागि चाहिँ मैले अझै यो युट्युब बनाएको हो। सो सम अफ माई viewers who come to my channel to learn Tibetan, it seems they don't know how to use YouTube. So you go to YouTube, learn Tibetan by Gendawa, and then you see random videos. You might see the last one somewhere in the middle and the first one somewhere in the middle. So in order not to happen something like this, you have to, so you go to video. After going to video, this one is the last one. So it will come
in order. The first one first, second, the last one last. So you can start learning Tibetan from this. So this is the 18th lesson. If you speak English, then this is the lesson 18th. You go down, you will find 17th, 16th, 15th. So that is what I was trying to explain the viewers. So I hope this will help you find the right lesson for you. Thank you much. Thank you very much for coming to this video.